सुरु भयो। नमस्ते माँ। नमस्ते। हामी चाहिँ यहाँ माकोमा आएको धेरै वर्ष भइसक्यो। लगभग 5-6 वर्ष भयो। हामी अति खुसी छौँ। माकोमा आएपछि हाम्रो हरेक कुराहरू राम्रो भएको छ। अनि हरेक बच्चाहरूको पढाइ पनि सबै राम्रो भएको छ। अनि जति बेला पनि हामीले पहिलाभन्दा बाटोमा हिँड्दा हरेक कामहरू आँटेको कामहरू पनि सबै कुरा राम्रो भएको छ। जस्तै जागिरहरू भयो, माको नाम लिएपछि सबै राम्रो हुन्छ। यसरी गर्नु भनेर सङ्केत दिनुहुन्छ, उहाँले नै भन्नुहुन्छ। अनि यहाँ आएपछि एकदम हामीलाई खुसी लाग्छ। अनि धेरै राम्रो भएको छ, पहिलाभन्दा हामीलाई धेरै राम्रो भएको छ। अनि मेरो छोरीले पनि त्यत्रो के अरे एसएलसी दिँदाखेरि बोर्ड हान्यो, बोर्डमा नम्बर राम्रो लिएर आएर पास भयो। अनि त्यसपछि छोराको पनि राम्रो भयो, 12मा राम्रो नम्बर लिएर आयो, उहाँकै आशीर्वादले हो। अहिले हामी अति खुसी छौँ। हामीलाई जहिले पनि आउनु मन लाग्छ। कोही दिदीबहिनीहरू आउनुहुन्छ पनि मैले लिएर आउँछु। अनि एकदम खुसी हुनुहुन्छ उहाँहरू पनि। सत्यलाई चिन्यो भने राम्रो हुन्छ। हजुर, विश्वास गर्नुपर्छ। अनि मान्छेहरूले कतिले, म आफै पनि पहिला विश्वास गर्थिनँ। अनि एकजना बहिनीले ल्याइदिनु भएको हो, उहाँलाई धेरै धेरै धन्यवाद। अनि त्यस कारण चाहिँ हामी आयौँ। मेरो छोराले, मेरो बाबुले पनि यस्तो हुँदैन, के त्यस्तो हेराएर गरेर हुँदैन मम्मी भन्थ्यो। अनि उहाँले म भन्छु कस्तो लाग्छ, हो भने हो भन्नु, होइन भने होइन भन्नुहुन्थ्यो। तर हामीले सबै कुरा हो, किनभने हो पुगेको छ। अनि त्यस कारणले हामी खुसी छौँ। यतापट्टि फर्केर सुता, यता सिरानी गर भन्नुहुन्छ। अनि यदि बुझेन भने उहाँ आएर सपनामा आएर भनिदिनुहुन्छ। उहाँले धेरै गर्नुहुन्छ, धेरै एकदम हाम्रो लागि धेरै गर्नु। यहाँ आउनेहरूको सबैको दिदीबहिनीहरूलाई पनि उहाँले भनिदिनुहुन्छ, हामीलाई मात्र होइन। धेरै खुसी छौँ हामी, अति खुसी छौँ। अनि हामी धेरै विश्वास गर्छौँ। अनि यदि हस्पिटलै जाने छ भने पनि जानु है भनेर उहाँले भन्नुहुन्छ। होइन मैले गर्छु भन्ने होइन, उहाँले एकदम हस्पिटल जानुपर्छ भने जानुहोस् है भन्नुहुन्छ। म गर्छु भन्नुहुन्छ। उहाँ धेरै राम्रो, धेरै ज्ञानी हुनुहुन्छ। यो मेरो विचारमा यो सारा संसारमा हाम्रो लागि धेरै ठुलो हुनुहुन्छ। उहाँ धेरै ठुलो हुन्छ। सधैँ राम्रो होस्, सधैँ राम्रो होस्। सधैँ छ हजुर। अनि उहाँले धेरै आशीर्वाद दिनुहुन्छ। यहाँ माले पनि हामीलाई धेरै आशीर्वाद दिनुहुन्छ। हरेक कुरामा हेर्नुहुन्छ, यसो गर उसो गर भनेर सिकाइदिनुहुन्छ। अनि हामी ओहो हो रहेछ भनेर आफ्नो बाटो हिँड्छौँ। अनि त्यो बाटो पनि राम्रो भएको छ, हामीलाई धेरै राम्रो भएको छ।